दिदी के गरेको? बोडी केराको आजको सब्जी। ए आज बोडी हो। अब चाहिँ म यहाँ सब्जी बनाउनु लागेको साथीहरू। दिदी अब के गरेको? अब यसमा हल्का जिरा हालेको, त पाँचफोरन खाँदिनस् त्यही भएर मैले जिरा हालेको। ए यहाँ चाहिँ के काटेर राखेको? यहाँ चाहिँ प्याज, खोर्सानी, टमाटर। अनि दाल चाहिँ पाक्यो? दाल पाक्यो। ए अब यो जिरा अलिकति, जिरा चाहिँ अब ब्राउन भइसकेपछि अब मैले यसमा प्याज, खोर्सानी हालिदिन्छु हो। अन्त अब यसलाई यो चाहिँ सिम्पल सब्जीको रेसिपी, बोडी र आलुको सब्जी। हल्दी हाल्नुहोस्। स्वाद अनुसार नमक पनि हालेको हो। अब चाहिँ यसलाई पुरा मिक्स गर्नुपर्छ, चलाउनुपर्छ हो। अन्त त्यस पछाडि यसलाई छोपी पकाउनु पर्छ हो नि दिदी? हो। यी साथीहरू बोडीको सब्जी चाहिँ रेडी भएछ। अनि यहाँ सलाद कस्तो लाग्यो बाबा सब्जी बोडीको? सब्जी एकदम राम्रो छ, मिठो मिठो छ, ल ल टेस्टी छ। टेस्टी छ। ए ल ल ल हुन्छ दामी भएछ साथीहरू।